दर्शकवृन्द, आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै देशभर आज श्री पञ्चमी पर्व श्रद्धा र भक्ति साथ मनाइँदैछ। वसन्त पञ्चमीका नामले पनि चिनिने यस दिनलाई विद्या, बुद्धि, कला, साहित्य र सङ्गीतको उन्नयनसँग जोडिएको मौलिक सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ। बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिर तथा शिक्षालयहरूमा भक्तजनको उल्लेखनीय चहलपहल देखिएको छ। विराटनगरमा पनि सरस्वती पूजा विशेष उत्साहका साथ मनाइँदैछ। सरस्वती टोल स्थित सरस्वती मन्दिर सहित विभिन्न मठ मन्दिर र शिक्षालयहरूमा विद्यार्थीहरूको बाक्लो उपस्थिति देखिएको छ। पछिल्लो समय युवा पुस्ताले सरस्वती पूजालाई सामाजिक र सांस्कृतिक उत्सवका रूपमा मनाउने, विभिन्न मन्दिरमा दर्शन गर्ने र साथीसँग भेटघाट गरी पर्वको उल्लास बाँड्ने प्रवृत्ति बढ्दो देखिन्छ। धार्मिक विश्वास अनुसार आजकै दिन सरस्वतीको प्रकट भएको मानिन्छ। वैदिक कालदेखि नै सरस्वतीलाई विद्याकी अधिष्ठात्री देवीका रूपमा पूजा गर्ने परम्परा रहँदै आएको छ। यही कारण श्री पञ्चमीलाई शिक्षा, ज्ञान र सृजनासँग सम्बन्धित कार्यका लागि शुभ दिन मानिन्छ। श्री पञ्चमीका दिन बालबालिकाको शिक्षारम्भ गराउने अक्षरारम्भ संस्कार व्यापक रूपमा गरिन्छ। साना बालबालिकालाई पहिलो पटक अक्षर लेख्ने सिकाइने यस अवसरलाई अभिभावकहरूले विशेष महत्त्व दिने गरेका छन्। साथै शिशुको नाक र कान छेड्ने संस्कार पनि आजको दिन शुभ मानिने भएकाले विभिन्न स्थानमा यस्तो कार्य सम्पन्न भइरहेको छ। पुस्तक, कापी, कलम जस्ता ज्ञानका स्रोतसँगै हार्मोनियम, तबला, बाँसुरी तथा चित्रकलाका रङ र सामग्रीलाई सरस्वतीकै प्रतीक मानेर पूजा गर्ने चलन छ। वसन्त ऋतुको आगमनसँगै प्रकृतिमा नयाँ ऊर्जा सञ्चार हुने समय भएकाले वसन्त पञ्चमीलाई सकारात्मक परिवर्तन र नयाँ सुरुवातको प्रतीकका रूपमा समेत लिने गरिन्छ। धार्मिक कर्ममा मात्र सीमित नरही श्री पञ्चमी सामाजिक र सांस्कृतिक जीवनसँग गहिरो रूपमा गाँसिएको पर्व हो। पुस्तौदेखि चलिआएको यस परम्पराले ज्ञानप्रतिको सम्मान, गुरु शिष्य परम्परा, निरन्तरता र सृजनशील संस्कृतिको संरक्षण महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको विश्वास गरिन्छ। ब्रेकिङ नेपाल न्युजको लागि दिपेन्द्र शाह, विराटनगर।